Guys, what's up? I'm great and this is my first vlog. So guys, open गर्दैछु के खाएको भन्दैछु सायद सुई गर्नलाई नजान्ने साथीहरु लाग्यो भ्लग बनाइराख्छु नजाइ पनि हुन्छ नि गाइस त्यो चाहिँ हो के म त त्यस्तो चाहिँ म चिन्दैन यस्तो राम्रो लाग्यो मलाई त्यो चाहिँ के हो म थाहा भएन बिउ हो रे त्यो चाहिँ चिनेको छु त्यो चाहिँ मकै हो राम्रो देखिरहेको वाउ गाइस हेर्न त मैले यहाँ जुम गरेको थिएँ कस्तो खतरा देखा ए गाइस त्यो चाहिँ सन हो कस्तो राम्रो देखियो लाइट सनसेट भन्छ क्या गाइस अब चाहिँ तिहार यो चाहिँ हाम्रो कच्चिरो फुल्या हाके गाइस यहाँ चाहिँ कति धेरै तरकारीहरू छ यो चाहिँ के हो बेस्ट यो चाहिँ खोर्सानी होला सायद हो नै यो चाहिँ हाम्रो किचन हो यहाँ म चाहिँ यहाँ जालीबाट देखाइरहेको छु गाइस माइजू आमा म भित्रै गइरहेको छु गाइस यहाँ कति राम्रो छ यहाँ फर्सीको मन्टा छ मेरो फेभरेट यहाँ पनि रहेछ यस्तो म त त्यहाँ देखेको थिएन छ्याउ लाग्यो मलाई त म चाहिँ मेरो बहिनीलाई देखाउँछु भनिरहेको थिएँ तर चाहिँ कहाँ घुम्न गइसकेको छ कहाँबाट देखाऊँ के गाइस मेरो मिनी भ्लग भन्ने मानिदिनुलाई अघि कलशमा पानी खुट्टाएर भाग्यो के गाली खाइन्छ भनेर चाहिँ नानी यो चाहिँ माइजूको चुन्नी हो आया माइजूको चुन्नी त्यो चाहिँ के रहेछ के उडाएर लग्यो सायद योमा सुकाउने छ कि यहाँ तार छ देखेको छैन होला त्यहाँ चाहिँ मजाले देखिरहेको छ यो माइजूको हो गाइस मामा हेलो गाइस भन्छ त हेलो गाइस पनि भन्छन् न भाइ हेलो गाइस हाय मैले चाहिँ पड्काउन सिकाएँ हरियो मकै मात्रै देखाउने हुन्छ र फ्याक्ट्री पनि देखाउँछु गाइस हेर्छ त्यो फ्याक्ट्री चाहिँ त्यो फ्याक्ट्री के फ्याक्ट्री सिमेन्ट फ्याक्ट्री त्यो चाहिँ सनसेट कति खतरा देखिरह आजको चाहिँ त्यो धारा चाहिँ पहिला कसैको घरमा पानी नहुँदा त्यही धारामा जाने गर्थ्यो आजकल घरमै धारो आउन थालिसकेपछि चाहिँ एकै भए पनि हुन्छ चुप्प लाग्छ नि यो के छ के यस्तो के हुन्छ र फुलबार यो पनि मेरो मामा घर हो यो पनि मेरो मामा घर हो मेरो मामा घरमा देखाउँछ है त्यो सेतो पनि हो जानु न त्यो पनि हो मम चाहिँ कति आनन्दले बसार परेर बसिरहेको छ गाइस कति मजा छ मलाई देखाउनु पर्दा फेरि त्यो चाहिँ बाइक हो गाइस म बसेर देखाउँछु है गाइस बसिसकेँ अरे यहाँ त भैँसी पनि छ म देखाउँछु गाइस सबैजनालाई सरले अहिले पछि ल्याइदिन्छु आएछ नि यो के भन्छ भने गाबा मेरो प्यारो पाडा तर मलाई डर लाग्छ म गएन यो चाहिँ पाडा बस्छन् गाई के भन्छन् भैँसी बस्छन् गाई अनि यो चाहिँ यो के फर्सीको मन्टा हो यो
यो गावा हो यो हाम्रो के भन्छन् यो के रोप्ने चिज हो ठाउँ हो यो चाहिँ मैरा हो कति राम्रो धुपीसला फुलिरहेछ यो खतरा यहाँ फ्लावरहरू छन् यहाँ चाहिँ अरू फुलहरू पनि थिए तर त्यहाँ तिनीहरू कहाँ गयो मलाई थाहा भएन म अगाडिचोटि आउँदा चाहिँ स्योर थियो जस्तो लाग्छ मैले नोटिस नै गरेन क्या थियो जस्तो चाहिँ लाग्छ गाइस म अब टिभी हेर्छु कि भने मोबाइल हेर्छु है मेरो ब्लग पनि सिद्धिन आँटिसक्यो म चाहिँ टिकटकबाट बनाइरहेको छु 10 मिनट चाहिँ खान्छ त त्यो मगाएर चाहिँ कहाँ 10 मिनट गयो त्यो कोठा चाहिँ कसको भने यो गेस्ट रुम हो सायद गेस्ट रुम यो चाहिँ हल हो अनि त्यो चाहिँ के हो थाहा भएन बिर्सिए के भन्छन् अनि त्यो पनि हल हो यो देखिरहेको चाहिँ मेरो आन्टी अर्थात् मेरो साथीहरू पनि हुन् तिनको रुम हो म उता चाहिँ गएन गाइज यो चाहिँ मेरो मामा घर हो मेरो मामा घर हो त्यो चाहिँ आकाश हो अनि मेरो खुट्टा कस्तो घिनामान देखिरहेको छ हजुरलाई दुबो पनि देखाउँछु यही दुबोमा बस्ने हो भने हेल्थको लागि पनि कस्तो राम्रो हुन्छ तर यहाँ फोरै फोर्छ गाइज गाइज मैले के रङ चिज पनि बोले जस्तो छ सरी त्यही पनि यहाँसम्म भिडियो हेर्ने जनालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद र स्किप नगरी हेर्नेहरूको लागि झन् मेरो तर्फबाट म नमस्ते नै गरेर धन्यवाद भन्छु गाइज यसलाई स्किप नगरेर हेर्नेहरूको लागि मेरो तर्फबाट धेरै धेरै धन्यवाद जय होस् सबैजनालाई फेरि पनि हेर्दै गर्छु म हाल्दै जान्छु मेरो काम हाल्ने हजुरको काम हाल्ने सर खोज्ने भने गाइज अघि नै देख्यो जान्थोसँगै सर खोज्नलाई मैले बहिनीलाई देखाउँछु भनिरहेको थिएँ मिनी भ्लग भनेको चाहिँ लङ भ्लग नै भयो जस्तो छ सर खोज्ने गाइज कहाँ खोजौँ मैले नभएको सर छैन क्या मैले देखाएर ल्याइदिएर नि गाइज मामा ठुलो मामासँग माग्छ न छैन त मैले कहाँबाट ल्याइदिउँ एमा छ कि भेट्टो भित्तारी खानेवाला रहेछ सानो म देखाउँछु है नानीलाई ल हेलो गाइज भनिदियो सानो नानी हेलो गाइज भन्छ हेलो गाइस नानी चुप्पा यहाँ क्या सबैले माया गरिदिन्छ ल भनिदियो आऊ सानो लाइक कमेन्ट गरिदिन्छ ल भनिदियो गाइज स्किप नगरेर हेर्नेहरूको लागि म मेरो तर्फबाट यसरी धन्यवाद गर्छु गाइज मेरो तर्फबाट स्किप नगरेर हेर्नेहरूको लागि धेरै धेरै धन्यवाद गाइज म हजुरप्रति आभारी छु नानी पनि आभारी छु गाइज भन अभागी छु भन्छन् आभारी छु थ्याङ्क्स बाई बाई गरिदियो गाइज मैले अघि नै हजुरहरूलाई के भन्छन् अब मैले भिडियोलाई यहीँ इन्ड गर्छु भने बट मैले गरेको छु अब नानीले गरिदिन्छ नानीले बाई गरिदियो दिदीले चुप्पा गरेर देखाइदियो त्यहाँ गाइजलाई ल बाई गाइज थ्याङ्क यू फर वाचिङ